भोलि बाबुको हो कति कति भोलि डन्डी पर्ने चिया नि क्या ला लाइनबाट नन पनि ल्याउँदैछन् त काट्यो भने काँडामा गइहाल्यो पाकेन यता काँडै काँडा भयो भने काँडा उम्ल्यो बाजु त आँखा टल्क्यो भाइ भाउजू मिलाउँदैन मम्मी त्यसलाई भइट भइट गरेन जोडिदिनु क्या भल्ला आएको जोडिदियो बाजु मिलाउनु त भाँचिनु भयो भाँचिनु भयो त्यहीँबाट निकाल्ने होइन नि त सरी अब अर्कोचोटि भन्नु सिट्स के हात हाल्ने होइन कि सानी ठुलो बनाएपछि फेरो भनेको केको ठुलो हुने रहेछ यहीँ आउँदो रहेछ नबन्दो रहेछ ठुलो भाँडै ठुलो हुनुपर्ने रहेछ कि ला ऊ हुनालाई त है लाइटै यो के लाग्यो अस्ति यो त रक्तुवा भुटुवा हो के अरे मिडिने होइन फर्काउने ड्राइभर मात्र हो के भाउजू कालो भयो लाइट के कमजोर भयो कि मिसाएर पेनेका हो र होइन उहाँ गएको मेलमा गएको मिचारै छैन घर नसोचेको कि हजुर जोडियो अहिले अहिलेको दिनमा उहाँ पनि पकाउनु जानु पुच्चो पुच्चो खानु मान्छे उता माथि मात्र दाउरा कम भयो भाउजू दाउरा माथि लिएर जात छुटिसक्यो उता उता क्या यता पकाइदिनु के कतिले चाउन खान्छ सनफ्लावर बल्ल लाइन आयो स्टार फोटो अरे फल्न थालेपछि त फेरि एउटा ठाउँ पनि खाल्नुपर्ने कस्तो मजाले फल्छ फल्छ तेरो नि हजुरआमै हो भाइगन भ्याइसक्छ न मुना त अहिले बरु यसरी लरा हालेको हाल बरु बन्नु होला नि त तपाईँ खुट्टा बोडी कम भएको क्या पिठै हेर्नुलाई ठुलो यहाँ क्यामेरा छ नि त बिग्रिन्छ त्यस्तो नि म राम्री आयो
फल्दै जानु पर्ने होइन अहिलेको त घिउ तताएर हालेँ नि मैले तताएर घिउ हालेँ पकाले त्यो त त्यसै हाल्यो अझै मम्मीले यसमा मेथी हाल्नु भन क्या अझै आमा मजाले फुल्थ्यो यो अझै भयो मजाले ढाल्यो अन्य गर्नु भएको स्लो मोसन भाउजू धन्ने सातो गएन गुवा छ भनेर भाउजूको धन्ने सातो गएन गुवा छ भनेर साइडमा भनेर गन्धले थाहा पाउँछन् बाले के मजाले सोबेले यस्तो गरिरे यस्तो नरे त त्यही ट्यापा ट्यापा सबै सुन्छ नि तरकारी ल्याउनु तरकारी बुवा आज नुहाएर साह्रै राम्रो देखिनु भयो कोही आउन दिन्छ दबा दबा कति भुको भाइ बेला स्वादी कोही नै आउने खानेमा खान उतो कुकुर त्यसरी हात धो है हात जग्न अन्त थर्का कि मलाई चाहिँ खाउँदैन बुनु भइगयो ठिक छ आउडी परे खाएन नान्ला एकदम त त्यस्तै मलाई चाहिँ खुवाइदिनु भन्दा पनि भन्दिनँ लास्टमा सम्झ्यो भनेर फेरि यता रिसा जस्तो हो त्यस्तो मनको छैन है हामी दुईटा रोटी त बन्छ होला ढ्याप्यापे रोटी पनि बनाउनु पर्छ है राता ढ्याप ढ्यापे होइन क्या ढ्याप्रे हो तेल धेरै थियो त्यत्रो तरकारीमा कति तेल हाले बोसो आएको थियो क्या काउलीमा ला त मैले बोसो आएको थियो नि त बोसो आएको थियो क्या काउलीमा हात त फेरि सिधै जान्छ ल एउटा सिँगै हालिदिउँ भाउजू अब गुवा मिठो गुवा मिठो यता फर्क्यो भन्नु मिठाई छ फेरि यता हेर्ने यस्तो गर्नुहुन्छ कि जहिले यस डबल रोटी बनाउनु एकछिन हेर्नु है के हो त्यो किन बुहारी हाल हाल के हो त्यो लास्टको के अरे ढ्याउसा हाल्ने नि ती सबै सोरेर बनाउनु एउटा रोटी बनाउँछु नि झुर्र झुर्र रोटी बनिसक्यो क्या एकदिन त्यो लास्टको चाहिँ रोयल पोइल रोटी लाई हामीले मुटु बन्यो मुटु के अरे मुटु बनेको ओ माई गॉड खतरा मुटु पङ्गिनीको मुटु छेद रहेछ नि त यहाँ त मुटुमा छेद रहेछ है सब हेर्न यहाँ कतिजना बस्या कसले छेद रहेछ त? मुटु चुडिन आयो छेउमा कतिजना बस्या रहेछ मुटुमा लिएर बर्बाद भयो तिरपल टाँगेर बस्या जोकै जोकै मुटु फर्काइरहेको लाग्यो साह्रै थर्कायो त यामा बिचरा त्यसलाई खान नि दिएन बेला भगा 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 त्यसलाई भगा कालेलाई पकाउन भनेपछि बन्छित छ नि भन्दा खाँदैनन् मानिस त्यत्रो यो त मलाई सबभन्दा धेरै किलोको परेछ ल मोटो न मोटो परेछ सानो किलोकै खानु